अमेरिका कहाँ बनाएको र मेरो नबना यस्तो यस्तो भयो यस्तो सो हेलो गाइज के छ आई होप सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदम फिट एन्ड फाइन मस्त स्वस्थ तन्दुरुस्त छु केही छैन आज निन्द्रा लागिरहेछ हिजो राति 1:30 बजीतिर सुतेको ब्राजिल र जापानको म्याच हेरेर सुरुमा जापानले गोल हानेपछि भिडियो बनाइहाल्यो पछिबाट ब्राजिलका फ्यानहरूले कोइला राखेर कोइलामा धुपद्वार गरेर घिउको धुप हाले पछाडि बल्ल बल्ल ब्राजिलले 2 गोल हान्यो त्यो पछाडि अहिले 12 बनाइरहेका छन् मेरो त्यही छ कन्डिसन केही पनि छैन आजको ब्लग चाहिँ खासै त्यस्तो केही पनि होइन आज हामी चाहिँ घरमा ट्याङ्की राख्न गइरहेछौँ अङ्कल पनि हाम्रो भर्खर आइपुग्नु भयो अब जाने ओर्ने ट्याङ्की स्याङ्की राख्ने ओर्ने 1000 लिटरको ट्याङ्की हाम्रो चाहिँ यही हो नेपाल टपको ट्याङ्की यसलाई चाहिँ 14,000 पर्दो रहेछ अर्को रिजालको ब्लोलाई चाहिँ जम्मा 11,000 पर्दो रहेछ तर यसको चाहिँ ट्याङ्कीहरू बिर्कोहरूको ग्यारेन्टी वारेन्टी यताउता सबै थोक नफुट्ने राम्रो खालको हुन्छ भनेर इलाको माथि लानुपर्ने तर कसरी लानुपर्ने यसलाई त्यो चाहिँ गाह्रो छ सकिन्छ दुईजनाले बोक्न सकिन्छ म त भारी हुन्छ जस्तो लाग्छ होइन रहेछ त्यसलाई पछाडि चिप्लियो नि त अनि ढोकाबाट छिर्नु परेन ट्याङ्की चिप्लेरै होइन अब यहाँ चाहिँ अलिक उठाउनु पर्यो माथि एकछिन राख्छु काँटीमा पराउनु ल ल काँटीमा पर्छ ल अब त्यहाँ चाहिँ पुर्याउने हो नि ल यहाँ अट्छ अट्न चाहिँ ल यहाँबाट चाहिँ मिलाउँदा भइहाल्छ नि यस्तो ठाडो यहाँबाट ल भयो तान्ने ट्याङ्की ल उताले खेलिदिनु त उता दाउराले होइन अड्किनु त अनि उता खेल्नुपर्छ क्या अलिकति हो त्यो दाउराले ल बल्ल बल्ल तान्यो सबै मैले भयो तात्तिको छ रातो त खै भएन प्लास्टिक पर्यो होला तर पकडी नै ठेल्दैछु एक दुईजनालाई चाहिँ यसै गरी तताएर पोल्नुपर्छ पछाडिबाट चाहिँ यसै गरी तताएर
पोल्नुपर्छ पछाडिबाट। भाई साहब कुछ ज्यादा नहीं हो गया ये? ल ल अब त्यो भइसकेको छ। अब अर्को ए डल्लो यो पाइपमा लायो अनि पाइपमा लाएपछि भरिँदै यो हल्का हुन्छ, भरिँदै आउँछ, ठ्याप्प ठोकिदिन्छ, भरेपछि आफै निप्छ। पानी छ भनेदेखि तलबाट बन्द गरिरहनु पर्दैन, भरे पछाडि आफै निप्छ। सके पछाडि यो तल जान्छ, पानी फेरि ट्याङ्कीमा आफै भरिरहन्छ। ए त्यस्तो हुँदो रहेछ। यो बिग्रिने गर्ने त कसरी हुन्छ, इलास्टिकवाला रहेछ। पानी ठेले पछाडि काटेको छ भने त्यत्रो तताएको नि अर्को बाजु यहाँ के को छोडिदिउँ? के को सेर्ने हो? मोटरको लागि छेक्नु पर्छ। छेड्छ। छेडो ल। मोटरको लागि पनि भयो, सिलाइ पनि भयो। तर त्यसले चाहिँ पानी बन्द गर्ने, यो के गर्ने, पानी बन्द गर्ने कसरी हुन्छ भन्दाखेरि अब भरेपछि देखाउँला। पछि पानी हालिसके पछाडि मलाई पनि थाहा छैन कसरी हुन्छ त्यो। अब आगो पर्छ ए ल। अब निभाइदिनु पर्यो अब आगो। मसला आन्टी आज फेरि आउनु भएछ। मसला आन्टी, यो आन्टीले यो रको मसला चाहिँ लगेर मासुमा, परवलमा, तरकारीमा, आलुमा, भेन्डीमा हाल्नुहुन्छ अरे, खानुहुन्छ अरे, मिठो हुन्छ अरे सधैँ। अनि भोलिपल्ट अनि पेटमा प्लास्टर भएर अनि अनि त मसला बोक्न सजिलो हुन्छ होइन। हामी त अर्को यत्रो वर्षदेखि जिरा र धनियाँको मसला खाएर होला केही पनि कामै गर्न सकिँदैन। घोगी खान्छ, के कुखुरा लसुन प्याज सबै खान्छ। सुँगुर राँगा चल्दैन। राँगा चल्छ, खादिन। ए खसी खानुहुन्छ नि? खसी खानुहुन्छ नि? पानी पानी आउनै छोड लु निभो पानी उहाँबाट आएर झर्ने यति भएपछि त्यहीबाट आइरहेको ढकनी उठेर माथि पुगेपछि कहाँबाट पुग्दा अरे यो ए त्यहीबाट पनि त पानी झर्ने तल ट्याङ्कीमा। ए अनि ए त्यो पानी भरिएर त्यहाँ आइसकेपछि भकुन्ड आफै उचालिएर माथि आयो। त्यो कहाँ रहेछ त्यो मुखैमा रोकिहाल्दो रहेछ। ए त्यहाँ माथि आएपछि त अनि थुनिहाल्यो नि। उचालिएपछि त्यहीँ थुनिँदो रहेछ। अनि त जानु छोडो, अलिकति घटो भरिहाल्यो। आइडिया लगाएर बनाएका छन् मान्छेले। यहाँ गर्दैछ त खुपीहरू
चुरी चाहिएको हो त्यसरी हावा आयो हावा आयो त्यतिकै पानी भरिएपछि पो त त्यहाँ फुक्दा अहिले हावा आयो उठेपछि हावा आउँदैन के पो हुँदो रहेछ यो भित्र चाहिँ अब पानी छिर्दैछ पानी छिरो 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 टिम्पुल गयो बन्द भयो ए आउन छोड के हुँदो रहेछ सबै लाग्यो अब यहाँ माथि चढेर ट्याङ्की राख्नु बाँकी छ यहाँनिर उतो यो बाँस अघिकै जस्तो छिराएर म माथि चढ्छु अनि ट्याङ्की राख्नु बाँकी छ लड्दैन नि यो लड्छ जानु जा यता यता भित्तातिर देखियो क्या सबै त्यो क्यामेरा चाहिँ उता समात्छ न त्यसको चाकतिर मोबाइलको चाकतिर समात्छ त चाकतिर मोबाइलको चाकतिर समात्छ त त्यो मोबाइल राख्छ नि एकछिन तल छ्या हात देखिएको छैन त गर्दै डरले बुझ्यो हात दुख्दैन मेरो हात दुखेको छैन सिधै जाम त्यो पकडी रडमा पकडी यसको मुख पकडी सँगै तान्छ नि फेरि मरना तेरे को डर नहीं लगता त्यही भएर बाँध्नुपर्छ भने घरबाट नै गरेछि जोखिमपूर्ण काम गरेपछि काम गरेछि अनुभव नै छो नै छो तो कति करबे यो रडले डिस्टर्ब गाडे रड म त काट्दैको भए हुन्थ्यो ड्रम भित्र छिरो ग्याएर बस नि म झर्नु कहाँबाट अब सिडीबाट यताबाट झरिहाल्छ भित्र त सिडीबाट ऊ त्यो रड च्यापबाट डोरी फुका डोरी फुकाइदियो उतिर्दा भयो होला नि त मन भयो भयो धुरीले चाहिँ ग्राम देख्दैन हावा लेखमा खुल्लै फलाम फलाममा त्यो सिडी यताबाट आउँदैन त सिडी यताबाट आउने हो सिडी त म यहीँबाट आइहाल्छु नि त्यही त यताबाट आउँछ माथि सबै सिडी राखेर भत्केको होइन त्यो पहिले भत्किएकै हुन्छ त्यो उनीहरूले फिनिसिङ गर्दैछ गर्नै बाँकी त्यसलाई रडले काट्न फेरि लाउँदैन निहुर यताबाट चाहिँ टाउको छिरा न यताबाट चाहिँ टाउको छिरा न अनि यता त्यहाँ होइन त्यताबाट होइन त्यो रडले हो यता यता टाउको यता हो त्यसरी निहुरी न अझै निहुरी रड पक्रियो यतापट्टि नआइज नि यताबाट चाहिँ आइज अनि यता
खोइ ठाउँै अप्ठ्यारो हो कि म चाहिँ अब यसले रडले छिनाउँछ होला तपाईँ त्यहाँ सिँढी राखिदियो त खुट्टो खुट्टा झारे कस्तो नजाने सुन्नु त उता टिनमा टेक्नु नि उता टिन बाहिर निस्किनु खुट्टो लम्का बाहिर भाँसिँदैन उताले ए बाबुमा हेर्नु त्यसले कति अब निउरी निउरी जिन्दगीमा परालको कुनीमा त नचढ्दैको चढ्दै गयो गर्दै गयो भने जानिँदै जाने त्यही त गर्दै नगरेपछि त मलाई त आउँदैन गरेपछि आउँदैन सधैँ आउँदैन यस्तो भयो यस्तो यहाँ पनि काम गरेपछि अलिअलि आउनु भयो गाउँ ट्याङ्की लडेर बल्ल बल्ल ऊ ट्याङ्की मामुलाई चाहिँ लाग्थ्यो नि मामुलाई चाहिँ लाग्थ्यो राख्यो ए ल भयो त त्यही त बाहिर ठाउँै हो भएन नि थ्याङ्क यू भेरी मच गाइज फर वाचिङ माई फुल भ्लग अरू पनि भ्लग चाहियो भनेदेखि मेरो च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला यो भिडियोलाई पनि लाइक र कमेन्ट गर्नु होला भन्दै आजको भ्लग यति नै बाई बाई